हाई एभ्रिवान, म चाहिँ के भन्न आएको भने मेरो मोबाइल चोरी भयो थियो हैन। अनि त्यो लाने मान्छे नि थाहा थियो मलाई, यसले लयो होला भनेर डाउट पनि थियो। अनि उसलाई गएर राम्रो मुखले भने मेरो मोबाइल लहौ भने, पैसा लहौ भने त्यो सबै राख, मलाई सिम मात्रै देऊ भनेर मैले राम्रो मुखले उसलाई भनेको थिएँ हैन। अनि उसले ल हैन भनेर भन्यो। अनि एकचोटि घर चेक गराउन त भने। अनि आफैले गएर उस पनि गरे के पुरै ल यता छाम्नु उता छाम्नु भनेर हेर्नु भनेर आफैले देखायो। त्यति लागेपछि त अनि ल हैन होला जस्तो लाग्यो। पहिला पनि त चोरेको नि त उसले त। अनि आफ्नै के गरे, हाम्रै जेठानी दिदी पर्छ हैन नातामा, उमा दिदीको 10,000 पैसा र अनि फोन चोर्या हो कि त्यतिखेर नि उसले नै। अनि मलाई नि शङ्का लागेर उसलाई नै के गरे गथे भन्नलाई। अनि त्यतिखेर अनि पुलिस केस गरेर अनि उसलाई त कस्तो नराम्रो बेइज्जतै गराएको नि त। अनि छोड्यो होला, बानी छुट भयो होला, मेरै गल्ती हो, मैले चाबी लाएर हिँडिनँ भनेर चित्त बुझाएर आएँ हैन। अनि हिजो साँझ त अनि एउटा भाइ आयो हाम्रो घर, मतलब हाम्रो घर भन्दा नि यो बाटो गइरहेको थियो। अनि त्यो भोइस सुने कि अनि अनलाइन आएको रहेछ ऊ चाहिँ। अनि मलाई चाहिँ ब्लक गरिदिइसकेको रहेछ कि, फेसबुकबाट ब्लक गरेपछि त देखाउँदैन के अरे मेसेन्जरमा अनलाइन। अनि अनलाइन देखाएन। अनि उसलाई सोधेको, उसले त अनि अनलाइन देखाएछ भन्छ। अनि त्यसको त्यो साथीहरूलाई पनि सोधेँ, अनलाइन देखा बिहानैबाट त्यसलाई त भनेर भन्यो। अनि मैले अनि त्यो भाइलाई भने तिमी जाऊ। अनि भनेन साँच्ची, त्यो भाइलाई केही भनेन मैले। त्यो भाइ गयो, उसको पछि पछि म गएँ। अनि त्यो चाहिँ आफ्नो घरको यता साइडतिर चाहिँ कुखुरा फार्म थियो रहेछ। अनि त्यहाँ चाहिँ त्यो मान्छे बसिरहेको रहेछ मेरै फोन चलाएर के, यही फोन चलाएर बसिरहेको रहेछ। अनि त्यहाँबाट म सिधै गएर अनि खै फोन ल्याउ त भनेको। अनि ल हैन कि भाउजू, ल हैन भनेर भन्यो मलाई। अनि त्यहाँबाट अनि मैले उसले चाहिँ यस्तो गरेर क्या, यहाँ यस्तो गरेर भित्र यो टी सर्टभित्र यस्तो गरेर लुकाएर बसेको। अनि मैले चाहिँ अनि त्यो खै भनेर झिकेँ होइन, फोन झिकेको मेरै फोन। अनि मलाई त रिस उठ्यो क्या। अनि 2 झापड हानिदिएँ कसेर। अनि त्यहाँबाट मैले चाहिँ मेरो फोन ल्याएँ। अनि हेर्नु न, गएर नि सबै उस गरिदिइसकेछ कि त्यसले त, सब उडाइदिइसकेछ कि। यहाँ मेरो फोटो सोटो होइन, नम्बरहरू थियो नि त, केही छैन अहिले चाहिँ, जम्मै उडाइदिइसकेछ। अनि हेर्नु है, त्यसको टिकटक आइडीहरू जम्मै खोलेको भनेर रोक्ने, म सब देखाउँछु तपाईँलाई। यसको यो है फेसबुक आइडी चाहिँ, फेसबुक चाहिँ यो यसको नाम चाहिँ निरु हो होइन। फेसबुक चाहिँ ए चलाइए होइन, कहाँ गयो फेसबुक, यस्तो चलाइए। अनि यहाँ हटस्पट कनेक्ट गरेर देखाइदिन्छु कि त्यसलाई। अनि उतिखेरि अनि थोडी न मान्छे अनलाइन आउँछ, मोबाइल नहुने मान्छे, हामीलाई नि त थाहा हुन्छ नि त। फेसबुकमा चाहिँ यो छ है, नाम चाहिँ महारानीज्यूको, चोर्नी महारानी चाहिँ उहाँ हो होइन। उहाँ हो, चिन्नुभयो होला होइन सबैजनाले। उसकै फेसबुक लगइन भइरह यहाँ चाहिँ होइन। प्याटर्न पनि पुरै चेन्ज गरेर, पुरै यहाँ अगाडि सब चेन्ज गरेर थियो। मलाई त खुब रिस उठ्यो। टिकटक पनि, उसको टिकटक आइडी हेरौँ है त, खोलेछ कि नै, खोलेकी रहेछ, चिन्नुभयो होला। यो चाहिँ ड्राफ्टमा बनाएर राख्न भ्याइसकेपछि, कति बेला बनाएछ। यो नानीलाई नि थाहा रहेछ होइन। यो नानीलाई मैले भेटेको थिएँ, म चाहिँ धानको मुठा बाँध्न जान्ला थिएँ। यिनलाई कहाँ जान लागेको भनेर सोधेको, उतै भनेको थिएँ नि। यिनलाई थाहा रहेछ यो मोबाइल यहाँ चाहिँ यो छ भनेर। बाँकी मेरो मोबाइल भन्ने चाहिँ यिनलाई थाहा छैन होइन, यो नानीलाई चाहिँ थाहा छैन मेरो फोन हो भनेर। अनि यसले चाहिँ चोरी कि, यसले चाहिँ चोरी कि, चोर्नी चाहिँ यो हो गाइस, यो होइन चोर्नी चाहिँ। यसमा चाहिँ साउन्ड केही छैन, यही हो चोर्नी चाहिँ, यही हो।
अर्काको फोन चोरेर लगेर पैसा चोरेर लगेर यस्तो गरी कि यसले कति हरामी हो कि मान्छे कति हरामी मान्छे हेर्दा यति राम्री हे चोर्नी के चोर्नी एउटा आइडी छ र यहाँ दुईटा लग आउट गरेर राखेकी रहेछ यसले म गाउँमै देखाइदिन्छु तपाईँहरूलाई गाइज अस्मिता गुरुङनी गरे तर वास्तवमा कुमाल्नी हो हैन मेरै कास्ट हो यो मलाई भाउजू भाउजू भन्छ हैन हाम्रै गाउँको हो गाउँकै मान्छे हो यो चाहिँ चोर्नी चाहिँ मेरो बुढालाई चाहिँ दाइ भन्छ मलाई चाहिँ भाउजू भन्छ चोर्नी रहेछ है जति पनि साथी हुनुहुन्छ यसको सङ्गत लाएर चाहिँ नहिँड्नु हिँडे पनि यसलाई घरमा चाहिँ तिमीहरू यससँग हिँडे पनि यसलाई चाहिँ घरमा लगेर राख्ने काम चाहिँ बिल्कुल नगर्नु यसले त चोर्नी रहेछ मलाई थाहा थिएन हैन पहिला थाहा त थियो त्यो यो चोर्नी छ भनेर तर बानी छुट भइसक्यो अब पुलिस चौकी लगेर त्यस्तो गरिसकेपछि उसले बानी छोड्यो होला जस्तो फिल भयो थियो 2-3 दिन त मेरै घर आइ थिए बसी थिए हैन अनि आउनी बस्नी जानी गरी के 2-3 दिन त्यसले हेरिकी रहेछ के कहाँनिर के छ भनेर के अनि कस्तो भन्नु न त्यो केटाकेटी के बिचरा केटाकेटीले त्यो सानो बच्चाहरूले खेलेको त्यो भैली खेलेको पैसा चाहिँ थियो हैन पर्समा अनि त्यो नि त्यही बाहिरै थियो अनि त्यो पैसा पनि लैची यो फोन पनि लैची फेरि चार्जर पनि लैची के डाटा केबल मात्रै लैची फेरि लान पनि फेरि अरू फेरि लैनी चाहिँ डाटा केबल मात्रै लैची अनि टाउको जुन चाहिँ हुन्छ नि चार्जरको टाउको चाहिँ यहीँ छोडेर गएची अनि मैले त्यो थाहा पाउने बित्तिकै म सोध्न पनि गएको उसलाई सोध्न गएको उसले ल हैन भने फाइनली हिजो मैले मेरो फोन भेटाएँ राति 2 बजे 2 समथिङ 2 नै 12:30-1 बजेतिर मैले मेरो फोन भेटाएँ मैले रातिको अनि मैले राति नै भिडियो बनाएर पोस्ट गर्न मन लाग्थ्यो अनि मैले फेरि बनाइनँ फोन पनि यस्तो धुज्जु छ के हेर्नु न पुरै फुट्यो कि यस्तो फोन पनि के लैदिने मैले मेरो केटाकेटीलाई मोबाइल के अरे किन्दा चाहिँ राम्रै थियो हैन यो फोन अनि मेरो केटाकेटीलाई पनि चाहिन्छ म कतै हिँड्यो भने फोन गर्न पर्छ बोल्न पर्छ भनेर अब केटाकेटीले नि हेरोस् भिडियो हेरोस् कतै नजाओस् भनेर मैले ल्याइदिएको फोन हो मेरो छोराछोरीलाई त्यो त बाप रे चोरेर लग्यो त्यो चोर्नीसँग प्लिज हजुरहरू साथीहरू जति पनि हुनुहुन्छ साथीहरू हजुरहरू त्यससँग हिँडे पनि प्लिज त्यसलाई चाहिँ घरमा लगेर राख्ने काम चाहिँ नगर्नु त्यसले त घर सब साइड गराइदिन्छ कहाँ के छ त्यसले 2-3 दिनसम्म जान्छ त्यही मान्छेको घर जान्छ हेर्छ अनि नभएको बेलामा सटसुट्ट पसेर जम्मै साफ गरिदिन्छ यो चाहिँ अब हजुरहरूलाई जनचेतना दिइरहेको छु अब म त परेँ हैन म त परेँ नि मैले त मेरो पाएँ पैसा त मैले पाइनँ मैले पैसा चाहिँ पाइनँ मैले मेरो सेम मोबाइल डाटा केबल चार्जर चाहिँ पाएँ त्यति खुसी छु म अहिले मेरो सामानमै भातिर आयो थ्याङ्क यू गाइस मेरो भिडियोलाई हेरेर साथ दिनु होला बाई बाई